अनि भित्र त्यो ढोकाको बत्ती लिएर बस्छ
सबैले त मलाई ढोका नि आज मैले तपाईँलाई केही दिन नके दिनुहोस् के केही दिन चाँदनीको यो माया कस्तो भावीले छैटीमा लेखेको जस्तो हो आहा हा आकाश र चाँदनीको यो माया कस्तो भावीले छैटीमा लेखेको जस्तो सागरसँग किनाराको नाता छ जस्तो फूलसँग भमराको सैनो छ जस्तो अजम्बरी धरती आकाश जुन तारा जस्तो हाम्रो माया जुनीभरि छ हाम्रो नाता अजम्बरी छ सुरु भयो यो माया सुरु भयो यो माया हिउँ चुलिँदै गए झै माथि त्यसरी नै मलाई पनि माया देऊ है साथी यो माया यो प्रीति यो मौसम यो हरियाली यो माया यो
सोझे माथि त्यसरी नै मलाई पनि माया देऊ है साथी खुसीले हेरा सब थोक तिमी रमाएकै देख्नेछौ खुसीले हेरा सब थोक तिमी रमाएकै देख्नेछौ प्रीतिको सागरमा डुबिएर माया नै संसार सारम भुजगेन्द्रहारम सदा वसंतम हृदय अरविंदे भवम भवानी साहित्यम नमामि तुम्हें बमाता च पिता तुम्हें बंधु संस्कार तुम्हें विद्यम दर्पणम तुम्हें सर्वम मम देव दिने गणेशलाई छुनी र एउटा सिक्का बिग्रेको कुरा जान सफा एउटा जनै एउटा सिक्का र तुला र त्यो एउटा राख्नु फुलपाती उसको टुक्रा ल्याऊ है सूर्याय नमः सूर्याय सूर्याय नमः ओम देव्यै नमः देव्यै नमः नमः संभवाय च मय भवाय च नमः शंकराय च महेश्वराय च शिवधराय ओम शिवाय नमः शिवाय नमः ओम विष्णुवे नमः गणनाथ गणपते गंगामय ओम अश्विनी कुमारभ्यो नमः सूर्याय नमः सोमाय नमः भूम्यो नमः बुधाय नमः ओम बृहस्पताय नमः शुक्राय नमः शनवे नमः ध्रुवदाय नमः ओम आग्नेय नमः आत्वे नमः भूम्यो नमः विष्णुवे ओम इंद्राय ओम सर्पाय नमः ब्रह्मणे नमः इंद्राय ओम नैत्य नमः वरुणाय नमः वायवे नमः सोमाय नमः ईशानाय नमः अनंताय अनंताय ओम ध्रुवाय नमः मान्दात्रे नमः ओम दशरुद्रभ्यो यो थाललाई हेरेर तीनचोटि सिरमा पैसाको कप राखेर अब गोडो समातेर बस तिमीलाई पैसा दिन्छ चित्त बुझेपछि ढोका र नढोकाहरू गाउँ पैसा बुवालाई दाइलाई भन्नु पर्यो पहिले 15 वर्ष अगाडि भान्दाइको ओइ सुने 15 वर्ष अगाडि भान्दाइले त्यसरी पैसा दिएको अहिलेसम्म ऋण तिर्न नसकेर यहाँ उठ्नै हुँदैन त्यस्तो कुरा नि अहिले कमिसन तिमीले होइन यस्तो भाउ त सेयर गरिखान मैले जानेको त्यसले त 20 रुपैयाँ दियो दियो पनि फिर्ता ल दिएको दिए होइन हिजोबाट त दिन मात्रै सुरु भयो दिने कुरो छैन
राम्रो कुरो भन्दा नि नराम्रो अनि के राम्रै त भन्छ नि अनि ठिकै त हो नि त्यत्रो मान्छे बनाएर उनीहरूले दिँदाखेरि त्यही भएन है हामीले पैसा कस्तो दिँदा दिएको थिएँ भोलि चाहियो आफैले निकाल्नु छ फेरि त्यही भएर त सेयरिङ गर यसले आफ्नो बिहाको झल्झली सम्झ्यो सक्यो हैन बाबुजी हुन्न उले जाने है देखेको पैसा त कहाँ लुकाएको दिनुपर्ने अब कहाँ गएछ हिन्नुवा फेरि त आउनु चल्दैन आज चाबडे नि पुग्दैन होला जग्गा बस्दा त यो यस्तै कहिले मेसिन मिलाएर बस्नुपर्छ बाबा कता गयो नि बाबा सोध्नु पर्यो ल को गाउँकाले मेरो छोराको चप्पल बाहेक दिएन पर्यो अरे त्यहाँ काम गर्ने थिएन कसरी हाँसेर सोध्नु पर्यो हाम्रा कहिले कहिले आउँदैन नम्बर किन राख्न भनेको छ राख किन पर्न पर्यो ज्ञानी छैन पढेको उनीहरूको भनेको यस्तो हुन्छ आशीर्वाद के पैसा त त्यत्रो धेरै राखेर सबै सग्न पर्छ जुठो फेरि दुईजनाले हारे सक्ने यो पछि लाग्छ धेरै हुन्छ अनि अहिले पहिला अलिकति रोक्यो पहिले सबै पण्डितबा देउतालाई चढाउनु परेन गराउँछ नि जान्न उहाँलाई अहिले क्या यसलाई हेर्दैछु नि मैले भुइँमा यति राख्ने एउटा पात देउता नानी अलिकति सबै कुरो यति चढाउँछु हो त्यति भए हुन्छ देउताले धेरै खानु मैले ज्ञान नि होला जस्तो छ केरा पनि चढाऊ कहाँ चढाऊ यहाँ तिमीले पनि चढाऊ ल अब अनि खानु सबै आना पाएन भोग लागेको भोकेको फेरि कुनै गुरुले त खान्छ के अब पैसा दिएला अब खाला